के बालेन नभएका प्राइम मिनिस्टर हुन्? के ओलीको समय सकिएकै हो? आजभोलि बालेन र रवि सोसल मिडियामा निकै चर्चामा रहेका छन्। बालेन र रविको सहकार्यपछि के नेपालले नयाँ रूप फेर्ला त? हो, अहिले बालेन र रविको सहकार्यको कुरा सोसल मिडियामा आगो जरी फैलिरहेको छ। आउनुस् अब यो भिडियोमा जानौँ कि उनीहरूको सहकार्य के कुरामा भएको छ। रवि र बालेन बीचको सम्झौता 7 बुझे सम्झौता हो। आउनुस् हेरौँ त्यो के हुन्। नम्बर 1 मा रहेको छ युवा आन्दोलन र भ्रष्टाचारी विरुद्ध प्रतिबद्धता। दुवै नेता आन्दोलनलाई समर्थन गर्ने र आन्दोलनमा सहभागीहरूलाई सहयोग गर्ने। नम्बर 2 मा रहेको छ दीर्घकालीन राष्ट्रिय सुधार योजना। नेपालको भविष्यको लागि 10 वर्षे रोडम्याप लागू गर्ने योजना। नम्बर 3 मा रहेको छ पार्टीको पहिचान कायम राख्ने। राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, झण्डा र चुनाव चिन्ह जगेडा राखिने, केन्द्रीय कार्यालय काठमाडौँ नै रहने। नम्बर 4 मा रहेको छ नेतृत्व भूमिकाको निर्धारण। रवि अध्यक्ष, बालेन संसद दलको नेता र चुनावपछि प्रधानमन्त्रीको उम्मेद्वार। त्यसैगरी नम्बर 5 मा रहेको छ संगठन शुद्धिकरण। नम्बर 6 मा निर्वाचन आयोग पार्टी विवरण अध्याधिक र नम्बर 7 मा रहेको छ व्यापक एकता निम्त्याउने। रवि र बालेनको यो सम्झौतापछि के उनीहरूले ओलीलाई टक्कर दिन सक्लान् त?